हाम्रो गाउँतिर त तामुलको बुटाहरू धेरै देखिन्थे। यहाँ त जता हेरे त्यतै बाँसैको मात्रै बुटो छन्। के जातिविधि लगाएका रहेछन् र? आमा, अहिले चिया कसले पकाएको? किन र? मलाई खाना मन लाग्यो, मैले पकाएर खाएको। मैले पाकघर पुरा सनक्क पारेर एकछिन भित्र आराम गर्न बसेको थिएँ। अहिले पाकघर हेरिन सक्नु छैन। माथि पुरा चिया नै चिया पोखेको छ, दिउरी जुठै छ। मैले कति गर्ने हो? गाउँमा त मैले एकैछिनमा खाने आदत छ चिया पकाउँदै। यो गाउँ होइन त आमा, यो सहर हो। यहाँ त 2 बार मात्रै चिया पाक्छ। अनि हजुरले चिया पकाएर खाइराख्ने, अनि मैले त्यही सफा गरिराख्ने, त्यही मात्रै काम छ र? मेरो अरू पनि कति काम छ। होइन, तिमीले पकाएर दिन त मलाई पर्दैन होइन। मैले आफै पकाएर टाइममा खाना मन लाग्दा खाएँ। त्यो चियाको दिउरे त अलिअलि चुहेको टेबल सफा गर्दा तिमीलाई त्यस्तो हुन्छ भनी। अब के गर्ने त नि? त्यही पनि मैले खाइछु त, मेरो छोराले कमाइ गरेको खाइछु नि, तिम्रो त खाइ छैन नि। कति ठुलो कुरा गरेको यो लिन। यहाँ मेरो हिसाबले चल्छ, यो मेरो घर हो। गाउँमा गएर यस्ता हुकुम चलाउनु, यहाँ होइन। होइन, म त आफ्नो छोरा बुहारी हो भनेर पो आएको। त्यही पनि आउन आउन भनेर आएको म। 2 दिन भएन म आएको, यिनले त सहनै सक्दा रहेनछन्। अनि मलाई किन बोलाउने? बोलाएको पनि होइन हजुरलाई। रोक्नु, म हजुरकै छोरालाई फोन गर्छु। दिमाग खराब भइसक्यो मेरो। हेलो, यहाँ मेरो कति काम छ। आमाले काम बढाएर बस्नुहुन्छ। टाइम त खाना मैले दिइराखेको छु नि त। 2 खेप चिया त दिइराखेको छु नि त। दिनमा 3-4 खेप चिया पकाउनुहुन्छ। गेसहरू यत्तिकै छोडिदिनुहुन्छ, दिउरी जुठो पारिदिनुहुन्छ। म यस्तो सक्दिनँ। अनि त्यो त भयो, सामानहरू जहाँ पाए त्यही फ्याँकिदिनुहुन्छ। गाउँ त होइन नि, यो त सहर हो। मान्छे आउँछन्, दबाईको प्याकेट त्यही छ, चियाको कप त्यही बाहिरै छ, कपडा लत्ता त्यही बिस्तारामै छ। कसले गरिदिन्छ भनेर म यसरी सक्दिनँ। आमालाई खुरुक्क भोलि गाउँ छोडेर आउनु। ल, छोडिहाल्नु।